के गर्न आँट्नुभएको मामु यसरी? आमामा लु हेर्नु है। उसको नाम पनि सिमरन हो, मेरो नाम पनि सिमरन हो। ऊ मिनी सिमरन, म लार सिमरन हो। के भयो अरे? के अरे तिम्रो? जसको पनि फ्रेन्ड सर्कलमा चाहिँ यस्तो हुँदो रहेछ क्या, एउटा न एउटा नि राम्री चिटेको परि कि गोरी। हाम्रो ग्रुपमा चाहिँ ऊ चाहिँ अलिकति ज्यान लिएर हाइटले धोका दिएर मात्रै उसको एकचोटि उभिएर देखाइदेऊ न लिप्ना। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा धेरै धेरै स्वागत गर्दछु। र आज चाहिँ एकदम ढिला नगर्ने म चाहिँ मेरो भ्लग स्टार्ट गरिहाल्छु होइन। सो डोन्ट स्किप माई भिडियो। अनि जसले सब्सक्राइब गर्नुभएको छैन, जसले मेरो भिडियो सुरुचोटि हेर्दै हुन्छ, प्लिज लाइक सब्सक्राइब। अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला है त। आज चाहिँ मलाई घर बस्दा बस्दा एकदमै अल्छी पनि लागिरहेको थियो होइन। अनि अब शनिबार मैले केही काम पनि गरिनँ, आज खाना पकाउनु भए सबै मम्मीले गरिदिनु भएको छ होइन। अनि त्यही भएर आज चाहिँ हामी स्कुल फ्रेन्ड्सहरू छौँ, 3 जना, लिब्ना, रितिमा अनि म। सो हामी चाहिँ भोलि लिब्ना काठमाडौँ जान आँटेको, रितिमा काठमाडौँ जान आँटेछ नि त। अनि त्यही भएर चाहिँ हामी आज यसो भेटौँ न, गेट टुगेदर गरौँ न भनेर सोच्यौँ है त। सो हामी चाहिँ अब लिब्नाको घर एकछिनमा चाहिँ जान्छौँ। म फ्रेस पनि भएको छैन, म फेरि खाना पकाएर खाएर फेरि सुतेको है। सो अहिले चाहिँ कति 12 बज्यो। अब म अलिकति फ्रेस हुन्छु, नुहाइधुवाइ गर्छु अनि एकछिन चोक जानु पनि काम छ मेरो चाहिँ। अनि म एकछिन चोक जान्छु अनि त्यसपछि लेट्स सी सबैसँग भेट गरौँ। सो गाइस, म चाहिँ नुहाइसकेँ होइन, अब फ्रेस भइसकेँ, लुगासुगा पनि धोइसकेँ। अब चाहिँ एकछिनमा रितिमा आउँछ होला सायद, लिन आइज भन्दै थियो, तर म लिन चाहिँ जान्न, त्यसलाई आफै आइज भनेको थिएँ। सो अब एकछिन पछाडि चाहिँ म चोक जाने काम छ, अनि म चोक जान्छु अनि त्यसपछि आउँछु अनि मात्रै जान्छौँ। सो स्टे ट्युन। सो गाइज, म चाहिँ अहिले टिपटप भइसकेँ अहिले चाहिँ होइन। तर अब चोक जाने पनि क्यान्सल भयो। अनि यता मामालाई जानुपर्ने भयो, एक्कासी हजुरले बोलाउनु भयो, आइज भनेर भनिरहनु भएको छ। त्यही भएर मामुले एक्कासी म सुतिरहेको मान्छे पनि उठाएर ल रेडी हो मामुलाई जाने भनेर थाल्नुभयो। आज फेरि स्कुटी पनि छैन क्या, मेन प्रब्लम। सफारी बोलाएर चाहिँ हामी चाहिँ सफारीमा गएर पर्खिरहेछौँ। सो अब चाहिँ हामी मामालाई जान्छौँ है त। ल साथीहरू, हामीले चाहिँ सफारी बोलाएको थियौँ, सफारी पनि आइसक्यो। खोइ भएन, उयो गर्न थालिसकेँ, के गलैँचा मिलाउन थालेँ, दाइ आइपुग्नु भयो। पैसा बोक्नु भयो? भाडा त बोक्नु पर्यो नि त। साथीहरू, हाम्रो चाहिँ मुनि सफारी अङ्कल आइसक्नु भयो। अब चाहिँ हामी जाने। यत्रो चप्पलको उयो थन्काउनु भएको छ, चप्पलै छैन भनेर भन्नुहुन्छ। अचम्म, जुन कलर छ त्यही कलरको चप्पल लाउनुपर्छ त। साथीहरू, हामी चाहिँ मामालाई आइसकिसक्यौँ। यो चाहिँ हाम्रो मामालाई अहिले त झन् कलर गर्नु भएको छ हाम्रो अजाले, चिरी च्याट्टै परिरहेछ। यहाँ देखिरहेछ हाम्रो मामाले पनि। पहिला त यति मात्रै थियो, हाफ मात्रै। छिटो आउनु न, बाटो बिगारेर बिजोग भइरहेछ साथीहरू। खल्ट्याङ खुल्टुङ यस्तो बिजोग छ। अनि गल्यो घामले है, धुलो मैलो यस्तो गाह्रो होइन कि हिँड्दाखेरि त। अरू बेला विराटनगर 1.5 घन्टामा पुगिन्छ भने अहिले चाहिँ 2 घन्टा 2.5 घन्टा जति लाग्छ। के गर्दै हुन्छ? सुतिरहनु भएको छ? किन सुतिराख्नु भएको त? उठेर बस्नु नाइके। यस्तो यो बाटोको साइडमा यत्रो लामो वाल लगाएको छ क्या। तेरो त किन लगाएको भन्ने कुरा, पुरा यत्रो वाल लगाइरहेछ। सबै घरै छेरिने गरी वाल लगाइरहेछ, किन लगाएको? हामी के हौ, ए फुल त हाम्रो मामु अक्क लाग्दो फुल हेर्दिनँ भन्नुहुन्छ। त्यो बजार गएपछि फुल हेरेर हैरान, आधी घन्टा त्यही बिताउनुहुन्छ। म रिस उठेर आइहाल्छ अनि त्यो कहाँ टाउको माथि फुलाउनु कि त्यो फुल कहाँ फुलाउनु रोप्ने हो भने। हामी आउँछौँ भनेर यहाँ भुजा सुजा अनि अहिले चाहिँ चाउचाउ ल्याउनु भएको छ अजाले। अब चाहिँ हामी चटपटी बनाउँछौँ। कोही हुनु न, आफ्नो नै हुनु न, आउँछु पनि छैन, झ्याउ लागिरहेछ। के गर्न आँट्नुभएको मामु यसरी? आमामा लु हेर्नु है, यो
कहाँ गयो यो घरका घरबेटी के हो यस्तो पारा यो आमामामा अनि त्यो फुल त घरैभरि छैन र मामु सकिएन है सकिएन अब आमाकै अवस्था यस्तो छ झन् बाबा दिउँसै डाका लागेर खपिन सक्नु छैन हाम्रो चाहिँ चटपटे रेडी भइसक्यो ल चाख्नु त कस्तो भयो खाए ल भनेर चाख्नु है भन्नु न खाए मिठो भएको छ अझै के भन्छ कागती हाल्नु पाएछ अझै मिठो हुन्छ तर होइन रहेछ तर मिठै भएको छ मजाले बनाउँ मगाऊ मिठो भएको छ हामीले चाहिँ अब चटपटे खायो अरे अफलातले अब के अरे मटका छ्याक खुवाउने अरे के अरे कहाँको कृष्ण मन्दिरको नर्मदाको हेरौँ कस्तो हुँदो रहेछ अफलातले खाएको मटका चिया कति रुपियाँ पर्छ अरे 40 रुपियाँ होइन 40 रुपियाँको मटका चिया अहिले माथिदेखि अजाले देख्नु हुन्छ होला गइहालेछ यिनीहरू भन्दै यहाँनिर आएको थियौँ एकदमै यहाँ भिड रहेछ स्पेस पनि सानो रहेछ हामीले चाहिँ अनि बाहिरै बस्ने निर्णय गऱ्यौँ घाममा घाम ताप्दै माथि पनि छ ए यता माथि पनि जाने ठाउँ रहेछ ए यता शीतल ठाउँ रहेछ त त्यसलाई माथि नै बस्ने यहाँ चाहिँ सानो स्पेस रहेछ हाम्रो हामी ठिक्क चिया खान आएको सफारी पनि ठिक्क आइपुगेछ यहाँ हाम्रो मामु एकछिन एक लट घुमाउन लाउनु न आउनु यही माथि आउनु लाजेबाट त लिनै आइपुग्नुपर्छ त चिया खाना आएको र नआएको त मतलब भएन आनन्दले यसरी भ्यू हेर्दै खाम भनेको सफारी आएर हैरान कृष्ण मन्दिरको मटका चाहिँ मिठो हुँदो रहेछ है किन्दैन कुन हो देखाइदेऊ त यसो एडभर्टाइज गरिदिइहाल्यो लिब्ना यसरी टप्सहरू पनि बनाउँछिन् ठिक्क मेरो लुगा जस्तो रहेछ यो किनिदिइहाल्यो मसँग पैसा चाहिँ छ होइन यो टन्नै पैसा बोकेर आएको छु तर यो के भन्न चाहन्छौ भन न प्लिज भन न नाइ प्लिज भन न पैसा कमाउनु परेन पैसा कमाउने त कुनै बाटो छोड्नु नै हुँदैन यहाँनिर स्कुटीमा सफारीमा आएको हो म कोही छोरा चाहिँ अनि बोक्नु पर्दैन त मेरो भ्लगमा आयो भने त धेरैले मलाई फलो गर्छ होला मैले उयो गरेर छ कि छैन सब्सक्राइब गरेको छ कि छैन देखेको छैन होला त्यहाँ खोला छिटो त्यहाँ युट्युब खोला त सब्सक्राइब गरिहाल उसको नाम पनि सिमरन हो मेरो नाम पनि सिमरन हो ऊ मिनी सिमरन म लाड सिमरन हो किमरन राखिदिनु भएको छ दिलले ओइ राक्षस नि मेरो म किमरन हो छैन के छ तपाईको आइडी सिमरन श्रेष्ठ सब्सक्राइब खोइ सब्सक्राइब गर छिटो कति रमाइलो सङ्गम मनायो नि खतरा रमाइलो सब्सक्राइब हान्दिए अल अब लु अल अनि भोलि जान्छु भनेको नि राक्षस नि रम्ती चाहिँ कहिले जान्छस् बस एक हप्ता अनि जाने टाउको भन् त्यसो भए त हाम्रो चाहिँ चटपटी बनिसक्यो है गाइज खोइ कता छ हौ खुट्टा देखेर मैले एडिट गर्ने होइन एडिट गर्ने मान्छे बेग्लै हुनुहुन्छ प्लिज कृपया उहाँलाई गोरी बनाइदिनु होला काली देख्यो नि राम्री देखेछ नि त अनि होइन के हो त हो कस्तो राम्री देखेछ खाएर मोटाइसक्यो अब खानु हुँदैन बेसी हेर म कस्तो स्लिम फिट एकदम ठिक्क ज्यान परेकी छु बे गरिदियो मोटाउँछ भन्ने चाहिँ हुँदैन हौ
कतिलाई जिउ लाग्छ कतिलाई लाग्दैन त्यस्तो हुन्छ माया गरेन भने त लाग्दैन रहेछ के माया गरेन लाग्दो रहेछ हामीलाई त माया गर्छ नै एकदम कहाँ गयो लिब्ना छिटो यहाँ छिटाउ के भयो अरे बस के मसा रे मोटो के बाटो अरे तिम्रो म त बस्छु हामी चाहिँ अब जब पर राति तब बुढी ताती भन्ने जस्तो फोटो सेसन सुरु भइरहेछ हाम्रो चाहिँ यहाँनिर होइन अलिक राम्री हो न हौ त्यहाँ अलिकति राम्रो आउनु पर्यो कसो गर्नु त यता फर्किनु सरी म चाहिँ यस्तो गर्नु लु फेरि उता अर्कै छ सो गाइज आजको रमाइलो कस्तो भयो ल भन रमाइलो भयो कि भएन आज राम्रो भयो या बत्ती बलेर देखाइदिए कसरी रमाइलो भयो सबैजनालाई सम्झेको छौँ हामीले हामी चाहिँ पहिल्यैदेखि नै स्कुल फ्रेन्ड हो होइन दिया सुषमा एकदमै मिस गरिरहेछौँ मिस गरेको पक्षमा पापा सबैले डोनेसन गरिदिनु होला सबको खातामा डोनेसन सम्झिन्छौ भने माया गरिदिन्छौ भने पापा चचार हालिदेऊ नभए हामी हाल्दैनौँ भने त्यही बुझ्छौँ माया गर्दैनौँ भनेर ब्लग काटेर हाल्छौँ तिमीहरूको नाम काटेर सो यसै गरी चाहिँ आज एकदमै रमाइलो भयो नाम हाल्न चाहन्छु भने पापा चचार हाल्छौँ नभए काटेर अर्कै हाल्छौँ नभए अब के भन्नु ल अब त्यसै त सम्झना बिर्सना ल सबैभन्दा ठुलो पैसा तर हामीले लिप्ना चाहिँ पहिला जस्तै गोरी थिइन् अहिले पनि त्यस्तै नै गोरी हुनुहुन्छ झन् कपाल त बढेर हल्लक्कै तिमीले त्यो बेला कम्मर समय थियो नि अनि एक बेला के पो खुस्केर काट्यो तिमीले एकचोटि दिमाग खुस्क्यो कि उसको भने चट्टै काटेर आएको थिइन् कपाल त्यस्तो राम्रो कपाल त्यो कसम भनेको बाघ छुट्टी भएको सल्लक्क परेको गुच्चोकमै काटेर आएको थियो अब के भन्नु छुट्टी भएको थियो अनि भरे स्कुल लाग्दाखेरि त काटेर त्यही पनि म त यहाँनिर आउँदाखेरि बिहोस भएर होइन बिहान कोचिङ जाम न अब जाने बेला पो भनेर आएको त कि भरे त कपाल त छुट्टो बनाएर त्यही त हो सिमरनले पनि भ्लग सुरु गरेछ होइन ए हो तिम्रो फोन देखाइदेऊ न नयाँ फोन प्लिज सो अफ गरिदिइहालौँ त कडा हामी यही 8+ गुजारा गर्नुपर्छ त्यही भएर छिटो छिटो मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला अनि त्यहाँदेखि अलिक मजाले कस्तो मलाई त पीडा नगर न सबको हो यहाँ यो पनि यति 3टा क्यामेरा भएको तिम्रो देखाइदेऊ न उसको पनि मै मात्रै छु यहाँ 8+ तिम्रो पनि के छ तेरो भित्र कसले अनि अहिले त अब बढ्यो भने म त हेर त के गर्नु यस्तै छ जिन्दगानी दर्पण छ यता अर्को भ्लग स्टार्ट भइसक्यो जसको पनि फ्रेन्ड सर्कलमा चाहिँ यस्तो हुँदो रहेछ क्या एउटा न एउटा नि राम्री चिटेको परि कि गोरी हाम्रो ग्रुपमा चाहिँ ऊ चाहिँ अलिकति ज्यान लिएर हाइटले धोका दिएर मात्रै उसको एकचोटि उभिएर देखाइदेऊ न लिप्ना अनि कपाल पनि राम्रो छ कपाल त खोल्देऊ त यस्तो गरेर फेरि आन्टी छिटो न कोही इच्छा यति खानु त लाग्दैन हौ अघि आउँदादेखि भिडियो अन थियो भन्नेको ल अघि यसो गरेको थिएँ ल चार्जर बाङ्ग्यो त हेर्नु तिमी पनि केही भन्न चाहन्छौ अर्कोचोटि चाहिँ राम्ररी के अरे काठमाडौँ जानु राम्ररी अघि मैले उसलाई खर्च दिइसकेको छु राम्ररी पठाइदेऊ भनेर भन तिमी हेर्नेहरू पनि पठाइदेऊ यहाँ हेर्नेहरू अघि हामीले नाम लिइसक्यौँ कसको जानेको क्युआर त्यहाँ क्युआर हामी छोडिदिइरहेको छौँ फपक फपक पापा झरेर हाल्ने आन्टीमा चिलमा बसिरहनु भएको सो यसै गरी हामीले कति वर्ष पछाडि भेट भएको हो महिना के को महिना हौ त्यत्रो होइन नि तँलाई पो भेटेको त हामी सँगै चाहिँ भनेको कि 10 देखि भेटेको छैन
धेरै पछि भेटेँ तर साथीहरूको छोराछोरी जन्मदा चाहिँ आफूलाई नि बिहे गरौँ चाहिँ रहर चाहिँ कसम लाग्दो रहेछ सानो पुकुलेहरू अनि म छोरालाई भगाउन लाउँछु होइन झ्याइ बिहे गरिदिने नभगाउने झ्याइ बिहे गरिदिने के भन्छ भेनाले सुन बनाइहाल्नुहुन्छ खर्च हाम्रो फोटो लाग्दैन उसकै फोनमा चाहिँ देखाउँछ बिला नगरे सो यसै गरी मेरो भ्लग चाहिँ यहाँनिर आज एन्ड भएको छ जसले सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला र प्लिज छिट्टै मलाई पनि अलिक फेमस बनाइदिनु होला यसो पैसा कमाउने बाटो यही आइफोन 8 प्लसबाट मात्रै कति बनाउनु भिडियो बाई बाई गाइस म बाबुलाई फोन गर्छु भनेको गाइस सिमरन दिदीको युट्युब सब्सक्राइब गरिदिनु लाइक पनि गरिदिनु सिमरन दिदीको चाहिँ आइफोन कति चलाउनुहुन्छ अरे 8 प्लसदेखि सिधै 16 किन्ने छ अरे होइन अनि तपाईँहरूको सपोर्टले गरेर उहाँले किन्ने अरे सो त्यही भएर दिदीलाई हेल्प गरिदिनु अरे मेरो च्यानलमा स्वागत गर्दछु